हाम्रो केटाहरू चाहिँ फुटबल खेल्नु गइरहेको छ। म चाहिँ यहाँ बडालाई भेट्नु आएको छु र बडाले काम गर्नु हुँदैछ। के काम गर्नुभएको बडा? घर चाहिँ यहाँ चाहिँ गाइस बोरीहरू रोपेको छ। हेलो गाइस, तपाईँहरू सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। गाइस म आज चाहिँ यो दादाहरूको घरमा आएको छु। हाम्रो दाजुको घरमा, राजेश दादाको घर छ र यहाँको घर चाहिँ आधी कम्प्लिट भइसकेको छ गाइस। र हजुरहरूलाई म यहाँ गाउँको भ्यूहरू देखाउन चाहन्छु हाम्रो छतबाट। यहाँ हेर्नुहोस्, यस्तो छ, जङ्गलहरू छ वरिपरि, त्यसपछि यता गाउँ छ, घरहरू छ र यहाँ राजेश दाको घर छ र म राजेश दाको घरमा आएको छु। र राजेश दा चाहिँ पुलिसमा हुनुहुन्छ र यहाँ देख्न सक्नुहुन्छ हाम्रो गाउँ यस्तो छ र यतापट्टि घरहरू छ, उता पनि घरहरू छ, यति घरहरू छ र यहाँनिर बेसी बिल्डिङहरू छ। यहाँ कम्ती नै बिल्डिङहरू छ किनकि यो भिलेज हो र यहाँ वरिपरि हरियाली छाएको छ। र यो चाहिँ 11 रुमको कोठा हो र यहाँनिर हेर्न सक्नुहुन्छ हाम्रो दादाहरूको छत। यहाँबाट यो पनि दादाहरूकै घर हो। मेरो घर चाहिँ उहाँ छ गाइस, देख्न सक्नुहुन्छ। र यहाँनिर हाम्रो केटाकेटी खेलिरहेको छ र उहाँ हाम्रो बडी चाहिँ गाई दुध हुँदैछ र देख्न सक्नुहुन्छ तपाईँहरू कस्तो रहेछ हाम्रो भिलेज। वरिपरि सुनसान छ, यहाँ त्यति मान्छेहरू पनि छैन र हामी यहाँ टुर गरेर आयो भने यहाँ राम्रो हुन्छ। र यहाँ पनि हेर्नु सक्नुहुन्छ, यतापट्टिको घर भनेको 2टा मात्रै हो यो गाउँमा। यतापट्टि पश्चिमपट्टि भएको घर 2टा मात्रै हो र हेर्नु सक्नुहुन्छ यहाँ पनि घारीहरू छ। अनि मुनि चाहिँ काम हुँदैछ गाइस। अब म सिडीबाट मुनि उत्रिँदैछु, मुनि काम हुँदैछ गाइस। सबैजनाको म काम गरिरहेको छु र यो चाहिँ गेट हो गाइस र यता रुम छ। उहाँ चाहिँ नानीहरू खेलिरहेको छ र यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ काम भइरहेको छ। हाम्रो केटाहरू चाहिँ फुटबल खेल्नु गइरहेको छ, हाई गरिरहेको छ र हाम्रो गाउँको मुख्य प्लेयर हो उहाँ चाहिँ। अनि उहाँले चाहिँ ढुङ्गा हान्नुहुँदैछ, किप्पर हो उहाँ चाहिँ। र हाम्रो गाउँको टप प्लेयरहरू गइराख्नु भएको छ फुटबल खेल्नु। उहाँ चाहिँ अब उहाँलाई बोलाउँछ, गाउँबाट सहरबाट उहाँलाई बोलाउँछ, ऊ अगाडि जाने रहेछ। नौतालाको फाउन्डेसन हेरेको गाइस चाहिँ यहाँ मिस्त्रीहरूले भन्नुभएको। र यहाँ चाहिँ पुरै देख्न सक्नुहुन्छ गाछहरू यसरी गरिरहेको छ, गाछहरू पुरै। हाम्रो घर त अब कम्प्लिट भइसक्यो जस्तो लाग्छ। अनि यो चाहिँ दादाहरूको घर, राजेश दाहरूको घर चाहिँ अब बनाउँदैछ। पहिला 2025देखि स्टार्ट भएको यो घर चाहिँ। यहाँ चाहिँ गाइस बोरीहरू रोपेको छ। यहाँ खासमा पहिले चाहिँ यहाँनिर कोदो फापरहरू रोपिने गरिन्थ्यो किनकि यो भिलेज बस्ती थियो। सबैतिर हरियाली, कोदो, धान, मकैहरू गरिन्थ्यो। तर आजको दिनमा यो हामीले देख्न असमर्थ छौँ र यहाँनिर हामीले कुनै पनि प्रकारको खेती गरेर देख्न सक्दैनौँ। तर सानो खेती चाहिँ यहाँ गरिरहेकै हुन्छन्। जस्तै कि अब सागहरू भयो, तपाईँको बन्दाकोपीहरू भयो, यस्तो खेती चाहिँ हुन्छ। तर यहाँनिर अहिले कोदो, फापर, मकैहरूको खेती हुँदैन। पहिले चाहिँ यहाँ पुरै खेती नै हुन्थ्यो यो गाउँमा। बडाले चाहिँ हेरेर मलाई गाली गरिरहेको छ। बडाले चाहिँ मलाई पुरै गाली गरिराख्नु भएको छ र किन भिडियो बनाएको, के गर्यो, त्यसै भिडियो मात्रै बनाउने काम छैन भन्नुहुँदैछ बडाले चाहिँ मलाई। गाउँको बडा हो, काम छैन अरे, म बिरपाडा जाँदाखेरि उहाँ थियो भनेर भन्नुहुँदैछ। र उहाँ चाहिँ हाम्रो न्यु लाइनको बडा हुनुहुन्छ जसले चाहिँ अब कुखुराको खोर बनाइराख्नु भएको छ। अब चाहिँ म त्यहाँ गएर अलिकति केही प्रश्नहरू गर्नु चाहन्छु। म चाहिँ यहाँ बडालाई भेट्नु आएको छु र बडाले काम गर्नु हुँदैछ। के काम गर्नुभएको बडा? हजुर, के काम गर्नुभएको? के बनाउनु भएको? राम्ररी भन्नु न, के बनाउनु भयो? कुखुरा खोर? हजुर। र यहाँ चाहिँ विसल्लाहरूको कुखुराको खोर बनिँदैछ। र यहाँ छ राजेश दाहरूको घर जो चाहिँ नौताला फाउन्डेसन हो। अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो बडा र हाम्रो राजेश दाले चाहिँ धेरै स्ट्रगल गरेर घर बनाउनु भएको। उहाँ चाहिँ पुलिसमा हुनुहुन्छ अहिले र उहाँले स्ट्रगल यति गर्नुभयो कि हाम्रो गाउँले पनि उहाँलाई विश्वास गर्थ्यो कि उहाँ एक दिन सफल हुनुहुन्छ भनेर। र उहाँ फुटबल पनि एकदमै राम्रो खेल्नुहुन्थ्यो। हाम्रो राजेश दा चाहिँ फुटबल पनि राम्रो खेल्नुहुन्थ्यो। उहाँको रनिङ पनि एकदमै राम्रो थियो, पढाइमा पनि एकदमै राम्रो ध्यान दिनुहुन्थ्यो उहाँले। र उहाँको बोली व्यवहार, बोली वचनहरू एकदमै राम्रो थियो। र उहाँ जस्तो दादा चाहिँ भाग्यमानले मात्रै पाउँछ। र देख्न सक्नुहुन्छ भनिन्छ नि अब असफलता नै सफलताको कुञ्जी हो।
एक एकवटा असफलतालाई जमा गरेर सफलताको कुर्सी खरेर उहाँले आज पुलिसमा जब पाउनुभयो। रनिङहरू गरेर जम्पिङ, हाई जम्प, लङ जम्पहरू बारीमा गरिरहेको थियो। उहाँको स्ट्रगल मैले हेरिरहेको थिएँ र उहाँकै स्ट्रगलबाट म मोटिभेट हुन्थेँ र उहाँले चाहिँ अब एकपल्ट फुटबल खेल्दाखेरि चाहिँ उहाँको खुट्टा पनि भाँचिएको थियो, तर राम्रो पनि भयो, तर उहाँ सफल पनि हुनुभयो। र यति भन्दै हाम्रो राजेशताको घर लिएर म यहाँको भ्लग समाप्त गर्नेछु। आशा छ तपाईँहरूलाई यो भिडियो मन पर्यो होला। मिल्नेछौँ अर्को भिडियोमा। तबसम्मको लागि जय हिन्द, जय भारत, धन्यवाद।